चिकन चाउमिन चाहिँ कसलाई मन पर्छ सबैजनाले कमेन्ट गर्नु है त। हेलो साथीहरू, मेरो छोटो अनि मिठो भिडियोमा हजुरहरूलाई स्वागत छ। मैले चाहिँ आज चिकन चाउमिन बनाएर बच्चाहरूलाई नास्ता दिन थालेको। चाउमिन बनाउनलाई चाहिँ मैले अब पानी गरम गर्दैछु। पानीमा चाहिँ थोरै तेल र बेसार पनि राखिदिएँ। अनि मैले चाहिँ सिन्कावाला चाउमिन लिएको छु। यो सिन्कावाला चाउमिन चाहिँ मलाई एकदमै मनपर्छ के अर्को गिलोवाला भन्दा। अनि यता चाहिँ भेजिटेबल्सहरू पनि धोएर मैले अब यो लेटुस पनि थोरै रहेछ अनि लेटुस पनि हालेर दिन्छु भनेर। अब मैदा त हेल्दी हुँदैन, मैदाको चाउमिन त अब अनहेल्दी नै हुन्छ है। तैपनि त्यसमा अलिक धेरै जस्तो भेजिटेबल्सहरू राखेर हल्का भए पनि हेल्दी बनाऊ भनेर चाहिँ अनि मैले लेटुस, क्याप्सिकम, प्याज, बन्दा, टमाटर सबै राखिदिएँ। गाजर चाहिँ आज राखिनँ। गाजर फेरि धेरै भेजिटेबल्स भयो भने बच्चाहरूले खानु खोज्दैन नि त। अनि पानी चाहिँ उम्लिसक्यो सब्जी काट्दा काट्दा। अनि चाउमिन हालेर मैले चाहिँ अब बोइल गर्दैछु। चाउमिन चाहिँ पाक्यो अनि हेर्नु न मजाले चिसो पानीले पखालेपछि कस्तो राम्रो भएको। अनि तावा पनि गरम भयो। तावामा तेल हालेर अब मैले चिकन भुट्दैछु। यो चिकन चाहिँ मैले अगाडि नै काटेर राखिसकेको थिएँ। अनि थोरै मैले हरियो मटर पनि हालिदिएँ। हरियो मटर पनि राम्रो हुन्छ नि त खानुमा। अनि अब खुर्सानी राखेँ, थोरै रातो प्याज, क्याप्सिकम राखेर अब चिकनलाई म मजाले भुट्छु। अलिकति गलिसकेपछि चाहिँ अनि टमाटर पनि राखेर भुट्दैछु। टमाटर पनि थोरै गलिसकेपछि लास्टमा म बन्दागोभी राखिदिन्छु। बन्दागोभी त चाँडै गल्छ नि त, त्यही भएर लास्टमा राखिदिएँ। अनि सबै सब्जीहरू चिकन गलिसकेपछि चाहिँ पाकिसकेपछि चाहिँ अब मैले चाउमिन राखिदिएँ। अनि चाउमिन राखेर अब चाउमिनलाई पनि म मजाले चलाउँछु। हजुरहरू जति साथीहरूले पनि मेरो भिडियो हेरिरहनु भएको छ सबैले प्लिज कमेन्ट गर्नु होला। अनि नयाँ नयाँ साथीहरूले फलो पनि गर्नु होला है त साथीहरू। यस्तै राम्रो राम्रो मिठो मिठो रेसिपीहरू लिएर आउँछु। हजुरहरूले धेरै माया गरिदिनु भएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि मैले थोरै टमाटर सस पनि राखेँ। अनि अघि काटेको लेटुस पनि राखेर अब मजाले मिक्स गर्दैछु। लेटुस चाहिँ लास्टमा राखेँ किनभने यो त चाँडै गल्छ नि त, त्यही भएर मैले लास्टमा राखेर अब मजाले मिक्स गरेँ। चाउमिन पनि पाक्यो, हेर्नुहोस् न। हेर्दै खाउँ खाउँ लागेको छैन त हजुरहरूलाई कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। चाउमिन चाहिँ रेडी भयो। अनि मैले प्लेटमा हालेर अब म मेरो छोरालाई दिएको। यति खुसी हुँदै थियो चिकन चाउमिन खानु पाएँ आज भनेर। अनि यो चाहिँ मैले आफ्नो लागि अलग्गै भेज बनाएको थिएँ, हेर्नुहोस्।